कान त दुरुस्तै मेरो जस्तो। अनि बाउ जस्तो नभए को जस्तो हुन्छ त? तर यो नाक त अलिक मिलेन। तपाईँको त्यस्तो थेप्चो नाक धन्न नाक मुखमतिर गयो भन्नु न। हाई छोरो कि ए पसला दाइ दोकान छोडेर कता? यता मान्छे आएको छ है। नुनी गला पसल नि सुत्केरी भाइ पसल तल्ला थाली आफू पर्यो ड्राइभर। कुन सामान कता छ फुमै नहुने आपत छ हौ। नानी जन्मेको कति दिन भयो दाइ? 15 दिन भयो ठ्याक्क आज। बेकति खै मचिरहेछ दाइको। यो भन्दा भरिलो छैन? त्यो भन्दा भरिलो तोरी छ नानी दिउँ? तोरी त कसलाई चाहिएको छ र? पसलमा देखेको कोदो त यस्तै हो नानी। हाम्रो गाउँमा फल्थ्यो कोदो त याद त्यत्रो। अनि दाइको पहाड कता हो? पूर्व लिम्बू न ठ्याक्कै लिम्बूको छोरा। अनि बौनी भाउजू चाहिँ कताबाट भेट्नु भयो? ए भाग्यमा भएपछि डोकोमा दुध दुहे पनि अडिँदो रहेछ हौ भाइ। थेट हाउ गप्दिने दाइ। डोकोमा दुध कसरी अडिन्छ? ले मुनि आरी थाप्नु पनि जेठ। थानकोट एउटा पेसेन्जर पुगेर फर्किँदै थिएँ। त्यस्तै रातको 10 बजेको थियो होला। कलङ्कीमा एउटा केटी बाटोमा उभिरहेर छ। जाने हो म्याडम भनेर सोधे। आएर त थपक्क बसी। कता जाने हो भन्छु बोल्दैन। यसो एक मनले पनि सोधे चुडेल त होइन। 3 चोटि बोलेपछि धन्न बोले। थाहा छैन पो भन्छ ल। आपत परेन कहाँ छोड्नु एक्लैमै। घरमै ल्याएँ छोरा पाएर बसेको चाहिँ। के को भारी बोक्यौ यो? अमै बाजे पो माङ त खाऊ। ए कोदो पो जाँड बनाउनुलाई होला। बाजे बस बो आइ। ए जाने एकै ठाउँ हो बस न। डर लाग्छ हौ मलाई त। म बिस्तारै लान्छु हौ छोडा। डर लाग्छ मलाई। ए बिस्तारै लान्छु बस।